सो हेलो एभ्रिवान, म आज तपाईँहरूलाई गुगल अर्थमा गुगल अर्थ होइन, यो जुम अर्थमा वेदरहरूले कसरी यहाँनिर वेदरको प्याटर्नहरू कसरी हेर्न सकिन्छ भनेर म एक्सप्लेन गर्छु। म पनि भर्खर भर्खरै यसमा हेरिरहेको छु, मलाई पनि खासै थाहा छैन इन्फर्मेसन यसको, तर सकेसम्म मैले जति जानेको छु त्यति म यहाँ भन्ने प्रयास गर्छु। सो यो चाहिँ हाम्रो वेदर म्याप्सको यो यतापट्टिको यो टुल्सहरूमा यहाँ मेन्यु भर्सनमा हेर्न सक्नुहुन्छ। यसमा यहाँ अब कुनमा हेर्ने त, जस्तै मैले प्रेसिपिटेसनमा हेरेको छु होइन। प्रेसिपिटेसनमा पानी पर्ने नपर्ने के छ, कहाँ परेको जस्तो छ भनेर हेर्न सकिन्छ। फर इक्जाम्पल यो चाहिँ माथि कता भन्दाखेरि भर्जिनियाबाट माथि, यो चाहिँ भर्जिनिया भयो, यो चाहिँ वेस्ट भर्जिनिया। यहाँ दुईटाको बोर्डरमा यो माउन्टेन रिजनतिर चाहिँ हल्का पानी परिरहेछ होइन। यहाँ अब भेरी लाइट रेन भनेर हेर्न सक्नुहुन्छ। अब रडारले चाहिँ के देखाउँछ भन्दाखेरि, लाइभ रडार, यो चाहिँ भर्खरको अहिलेको रडारले कतातिर के गइरहेको छ भनेर सो गर्छ है त। जस्तै फर इक्जाम्पल यो माथि क्यानाडाको साइडतिर ठुलो पानी परिरहेछ होइन। टोरन्टोबाट पानी मुभ भएर यतापट्टि जाँदैछ। यो चाहिँ पर्पल, डार्क पर्पल होइन। अनि यो हल्का ब्लू लाइन चाहिँ यिनीहरू चाहिँ अलि हेभी रेन भइरहेको ठाउँ हो। अब विन्ड पनि हेर्न सकिन्छ है। यहाँ चाहिँ विन्ड कताबाट कसरी गइरहेको छ। यो युएसको मात्र होइन है, फेरि सबैतिर, संसारभरिको सबैतिर हेर्न सकिन्छ। युरोप, अफ्रिका होइन, नेपालतिर हेरौँ नि त होइन के भइरहेको। यो हाम्रो नेपाल काठमाडौँ टोडा सबैतिरको। सो यहाँनिर हेर्न सक्नुहुन्छ सानो सानो डट्सहरू देख्नुभयो। यो चाहिँ हावा, विन्डको डिरेक्सन चाहिँ यतातिर छ क्यारे, नर्थ इस्ट भनेर पनि देखेको छ नि। 4 माइल पर आवर, 4 माइल्स पर आवरमा त्यो तपाईँको तलपट्टि विन्ड चाहिँ माथिबाट तलतिर मुभ भइरहेको छ। तलबाट मुभ होइन, माथि होइन कि, साउथबाट नर्थतिर होइन कि, नर्थबाट साउथतिर गइरहेको छ है। भनेको मतलब चिसो हावा हुनसक्छ है। अब यहाँ टेम्परेचर पनि हेर्न मिल्छ, सेटेलाइट भ्यू हेर्न मिल्छ। सो प्रेसिपिटेसनमा हेरौँ के छ अवस्था अहिले। खासै केही देखिएको छैन, आकाश क्लियर नै छ। यहाँ रहेछ अलिअलि पानी, यतातिर क्लाउडी रहेछ यो क्षेत्र, नेपालको पश्चिम नेपालतिर होइन, माथि हिमालतिर। रडार हेरौँ त के छ, खासै केही पनि देखिएको छैन होइन। कि त रडारले यो डेटाहरू पनि यहाँबाट नपाइसकेपछि यिनीहरूले सो गर्दैन कि। जस्तै हाम्रो नेपालको यहाँ कुनै पनि रडार छैन, कुनै पनि छैन, कतै छैन। अब सेटेलाइट भ्यूले चाहिँ के देखाउँछ भन्दाखेरि, लाइभ सेटेलाइट भ्यू होइन हेर्न मिल्छ हामीले। चाहिँ अहिलेको लाइभ भ्यू चाहिँ लोड हुन अलिकति टाइम लाग्छ, तर यो ब्लर आइरहेको अहिले। अनि यहाँ चाहिँ यो चाहिँ मेन है, इम्पोर्टेन्ट। यहाँनिर मेन इम्पोर्टेन्ट चाहिँ यो चाहिँ कसरी चाहिँ एनिमेसन हेर्न मिल्छ। जस्तै म एउटा यहाँनिर एउटा देखाउँछु, जस्तै एचडीमा गरेँ होइन। अनि रडारमा क्लिक गरेर मैले, अथवा ल भनौँ न विन्ड के गरेर मैले यहाँनिर जस्तै 25 मार्च 3:50 PM होइन, हिजोको भयो। अब यो 26 को भयो 4 बजे, अनि यो 27 को पनि 5 बजेतिर, 28 को होइन, 28 सम्मको हुन्छ। आज कति कति हो, 26 गते, भनेपछि 3 दिन 2 दिन 3 दिनसम्मको हेर्न मिल्छ यहाँनिर। भनेपछि ल हेरौँ है, ल हेर्नु त यहाँ। त्यसो भए यसो गरौँ, ल पज गरेर पछाडि गएर हामीले हेर्न मिल्छ है। जस्तै आज कति कति हो, त्यहाँ यहाँ 26:02:08 भनेपछि त्यहाँ 27 को 12:12 बज्न लाग्यो होला होइन। भनेपछि 26 को रातिको हेरौँ है त, ल ठ्याक्क 27 को भयो होइन। सो अहिले यो चाहिँ करेन्ट कन्डिसन चाहिँ यो चलिरहेको रहेछ। अब योभन्दा पहिलाको हेरौँ, 1 घन्टा अगाडिको हेरौँ है त, 11 बजेदेखि भोलिसम्मको हेरौँ है त। ल हेरौँ। सो यहाँनिर फर्म भइरहेको रहेछ होइन पानी। ल यो चाहिँ क्षेत्रमा हेभी रेन भइरहेको रहेछ, भनेपछि भोलि र पर्सि पानी पर्ने सम्भावना रहेछ। अब मैले यहाँ भनेर हुँदैन, अब एकुरेट कतिको हुन्छ नहुन्छ भनेर भोलि र पर्सिको फोरकास्टले देखाउँछ।
तर अहिलेसम्म हेर्दाखेरि चाहिँ जस्तै यहाँ कति बजे पानी पर्न सक्ने सम्भावना छ, जस्तै काठमाडौँ हेटौँडातिर चाहिँ 27को बिहान राति 10 बजेसम्म भनेको मतलब अब बिहान भयो, त्यहाँ राति चाहिँ होइन पानी पर्छ होला जस्तो छ सिचुएसन है त हेर्दाखेरि चाहिँ। पज गरेर मैले फेरि ब्याक गरेँ। 27को 8 बजेदेखि हेरौँ है त। यो चाहिँ मेरो होम टाउन हेटौँडा भनेपछि यहाँ हेटौँडाको हेर्दैछु मैले। ल हेरौँ, हेटौँडामा भनेपछि 27को अघि पानी परेको हुनुपर्छ पक्कै पनि। के थियो अवस्था है? अनि मैले यो हेटौँडाको लोकेसन छ मैले यहाँ क्लिक गरेँ भने यहाँ त्यसको फुल यहाँपट्टि फुल हेर्न सकिन्छ फोरकास्टहरू है त। टुडे, फ्राइडे, स्याटरडे, सन्डे र मन्डे है त। भनेपछि पानी रहेछ शुक्रबार, शनिबार, आइतबार अलिअलि छ्यापछुप छ पानी होइन, छिटपुट पर्न सक्ने सम्भावना छ। र मन्डे त फुल घाम देखाउँछ। सो यसरी यो जुम अर्थले चाहिँ राम्रो, मलाई चाहिँ राम्रै लाग्छ है। जस्तै 2-3 दिन अगाडिसम्मको फोरकास्ट हेर्नु छ भने यसरी विथ रेडार है, कहाँनिर बढी पर्न सक्छ, के छ। एकुरेसी भनेको चाहिँ अब यो फुल्ली एकुरेसी चाहिँ हुँदैन होइन 100%, तर केही हदसम्म यहाँबाट चाहिँ एउटा आइडिया लिन सकिन्छ कि ओभरभ्यू जेनरली कसरी चाहिँ काम गर्छ है त। यो वेदर प्याटर्नहरू कताबाट कसरी मुभ भइरहेको छ। जस्तै अब यहाँबाट एउटा कसरी हेर्न सकिन्छ भने यो हावा कता गइरहेको छ भनेर पनि थाहा हुन्छ। जस्तै अब यो क्षेत्रहरू देखिरहनु भएको छ, यहाँबाट विन्ड आउँछ, हामीलाई अहिले पानी पर्ने भनेको यो अरेबियन सीबाट आएर पश्चिमतिरबाट छिरेर यसरी पूर्वतिर जान्छ। पछि के हुन्छ भन्दाखेरि मनसुन आउने बेलामा बे अफ बङ्गाल, यो बे अफ बङ्गालबाट होइन यहाँको तातो हावा माथि गएर चिसो हुने क्रममा यहाँको हावा चाहिँ यता मुभ हुन्छ नेपालतिर र इन्डियातिर पनि, र पछि यताबाट र यताबाट पनि। तर धेरै जसो केसमा बे अफ बेङ्गलबाटै सुरुमा एन्ट्री हुन्छ पूर्व नेपालबाट मनसुन, र फुल नेपालतिर लाग्छ है त। आई होप यु अल enjoy this video. I will see you in the next video. Thank you.